टिभीमा मात्र मैले देखेको आज त साँच्चै देख्न पाएँ हो यस्तै भन्दै हुनुहुन्थ्यो आमाले हामी घुमिरहँदा। मेरो खुट्टा फ्र्याक्चर भएकोले गर्दा बाटोमा मान्छेहरू थुप्रैजनाले हामी दर्शन गर्नु भित्र लगिदिन्छौँ भन्दै हुनुहुन्थ्यो, तर बेल काट्नुपर्छ भनेर हामीलाई भनिरहनु भएको थियो। मैले पनि आमालाई जाउँ भने, तर आमा पटक्कै मान्नु नै भएन। पैसा तिरेर लाइन मिचेर दर्शन गर्न जानुभन्दा बरु टाढैबाट दर्शन गर्दाखेरि भइहाल्यो, मन सफा भइहाल्यो नि भन्दै आमाले सम्झाइरहनु भएको थियो। त्यसपछि हामी मामा घर गयौँ र खानासाना खाएर भक्तपुर दरबार स्क्वायर घुम्न गयौँ। त्यहाँ चाहिँ बेलुका आरती हुने रहेछ। हामी बसेर एकछिन हेऱ्यौँ अनि आमालाई कस्तो लाग्यो भनेको आमाले मलाई त साह्रो लाग्यो, अबदेखि आउँदिनँ म भन्दै हुनुहुन्थ्यो। अनि सामानहरू हेर्दै हुनुहुन्थ्यो, यस्तो सामान त तैँले पनि किनेको थिइस् भन्दै मलाई सुनाइरहनु भएको थियो। अनि यहाँको जुजो दाउ चाहिँ छुट्टो नै नहुने। थ्याङ्क यू फर वाचिङ।